लाल चिया जातो हो ना लाल लाल चिया खरं मिठो यो पुरानो ठाउँमा चिउरको घर कतिवटा छ दुईटा दुईटा त्यो पल्लो पनि हो उता उता अगाडि उता उत्तरतिर हो यता छ हो त्यता उत्तर पनि थाहा छ पुरानो नयाँ हो घर नयाँ बनाएको मलाई यहाँ बस्ने राखेको बुढा दरबारले हुन दरबारले जोक्कर भनेको हो जोक्करहरूले यहाँ बस्ने यहाँ जग्गा किन्ने गराएको उसले हो बुवा लछुमनले होइन लछुमनले त्यहाँबाट चाहिँ उसले माधवीको बुढाले गेले यसले के यहाँ बस्ने गरौँ त त्यहाँ यिनीहरूले पुरानो जिन्दारले कति जग्गा राखेका नि त पुरानो जिन्दार उडे छैन उडे कता कता उडे कता उडे सम्पत्ति उडे मान्छे पनि उडे रक्सी खान्थेर रक्सी त हल्ला छोडेर खाने रातो जोत्न गएर गोरु लगेर जोत्न गएको मान्छेले गोरु फुकाइदिएर रक्सी आएर भन्ने पुग्छु त्यति बेला पुग्छु कि यहाँ मकै खोरमा राख्ने चल्न रहन्छ होइन पाहाडमा उरी मन छ यहाँ खोरमा यहाँ पनि उरी पनि भन्दै के यति छ नि त खानालाई हरे मकै खानलाई उहाँ तल थुप्रा माथिबाट तलसम्म दिनभरि जोतेर छर्ने कति हुन्थ्यो मकै त्यही छटाउँदाखेरि 14 मकै 12 मुरी हुन्थ्यो बढी पनि हुन्छ कतार छोडेर कतार फाउन्डसम्म पहिलोसम्म ल्याउँथ्यो चिया पकाउनु भन न चिया खानु चिया के अरे खाने चिया खाने खाने ए नानीले त्यहाँ बस्ने छोरी कि बुहारी चिन्ने त राम्रो ठडाएर चिन्ने नचिनेर फेरि यो कुरा बोलेको त्यो नचिनेर छोरी कि बुहारी भने नचिने छोरी बुहारी पनि छोरी जाउँथ्यो बुहारीलाई छोरीको जस्तो व्यवहार गर्नुपर्छ जस्तो छोरीलाई भनिन्छ नि यो छोरीले यो खायो हुन्थ्यो यो खायो हुन्थ्यो भनिन्छ नि त्यस्तै छोरी यस्तो गर्नुपर्छ खाने दिने बेलामा बुहारी नभन्छ काम गर्दा बुहारी भन्छ काम गर्दा बुहारी काम गर्दा बुहारी भन्ने खाने छोरी भन्ने
छोराहरूको कहाँ कहाँ बिहा गर्नु त बुवा त्यो छोराको दुइटाको पाल्पा कहाँ पाएको तान्छन् पाल्पा बजारमा राखेको कता गाउँमा अँ, छहरा भन्ने ठाउँ त्यो छहरा उनी छोराको छ अरे गरेको त्यस्तो छ कान्छो छोराको अझ बिहा गर्न पाइयो बिहा आएको पाइएन होइन कान्छो छोरो त रोशनको अब त कान्छो छोरो मधु मधु मधुका त दुईकी छोरी आइए पर्ने भए कहाँ भए अस्ट्रेलियामा छोरी त जन्मा छ भन्छ देख यही बेलामा चाहिँ लाग्दैन कलिलो ओ मकै जेठीले त खबर मलाई एउटा मकै कलिलो छोरी त्यस्तो छैनन् बाख्ने त्यस्तो उहाँहरूको छोतरा भयो छैनन् त्यस्तो मकैले छैन खान्छ चाड भएका त खान्छ सक्दैन पियाली मकै हो सेते मकै के त्यो पियाली मकै अति मिठो हुन्छ तर चबाउने गाह्रो हुन्छ बलियो हुन्छ सुकै पोलेर खान त सेते मिठो हुन्छ त्यो पहाडमा हो खेतीपाती कसले गरिदिन्छ मान्छे राखेको छ नि पहाडको मकै र काँक्रा पनि आउने भएन बन्द भयो चिया पकाउनु भनिन्छ अहिले एकछिनपछि पकाउँला क्या भागेर लायो गरेर पकाउँदै छोरीलाई काममा अर्का काम गरेका छन्